सबैमा नमस्कार साथीहरू। म अरुण कुमार रोका। म एकदमै दुःखद प्रसङ्ग अथवा भिडियो ल्याएर आएको छु। धेरै समस्या परेको छ। कृपया सबैले यो भिडियो अन्तिमसम्म सुनेर सहयोग गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। यो भिडियोको भाव, यो भिडियोमा देखाइएको प्रसङ्ग हेरेर सम्पूर्ण साथीभाइहरूले सानोतिनो सक्दो सहयोग गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। परशुराम नगरपालिका वडा नम्बर 4 डडेलधुरा स्थित बुवा काशी बोहरा र आमा कुमारी देवी बोहराको छोरी बिस्ना बोहरा एकदमै स्वास्थ्य अवस्था एकदमै दयनीय अवस्था भएको छ। उहाँको यहाँ घाँटीमा यो के भन्छ गाँड आएको र पछि बिस्तार बिस्तार प्यारालाइज भएको र आवाज पनि गएको अवस्थामा छ। उहाँले वीर हस्पिटलमा चेक गरेको रिपोर्टहरू मैले राखेको छु। र घरको आर्थिक अवस्था एकदमै दयनीय अथवा एकदमै धान्न नसक्ने भएकाले उहाँको उपचार रोकिएको छ। उपचार गर्न एकदमै धौधौ भएको छ र अहिले घरमै बस्नु भएको छ आर्थिक अवस्था सहज नहुँदा। तसर्थ उहाँको यो भिडियो हेरेर सम्पूर्ण साथीहरूले चाहिँ सहयोग गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। कृपया सबैले यो भिडियो शेयर पनि गरिदिनु होला र सक्दो सहयोग पनि गरिदिनु होला। उहाँको क्युआर पनि राखिदिएको छु, मैले हेर्न सक्नुहुन्छ। फोन नम्बर पनि राखिदिएको छु र उहाँको प्रत्यक्ष अनुरोध सहितको उहाँकै आवाजमा, ती बिस्ना बहिनीकै आवाजमा उहाँले आफैले पनि अनुरोध गर्नुभएको छ। कृपया सबै साथीहरूले सक्ने सहयोग गरिदिनु होला भन्न चाहन्छु। सेवा नै धर्म हो। एउटा भर्खरको नानी 20-22 वर्षको नानीको तपाईहरूले सहयोग गरेर जीवन बच्छ भने किन पछाडि हट्ने। 1-2 दिन मिठो मसिनो नखाएर उहाँको जीवन बचाउन सकिन्छ भने सम्पूर्ण देश विदेशमा छरेर रहनुभएका मेरो भिडियो हेरेर विश्वास गर्नुहुने सम्पूर्ण साथीभाइहरूलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु। हस्, थ्याङ्क यू, नमस्कार। नमस्कार है। म सानो सहयोग मागेर चाहिँ धेरै बोल्न त सक्दैन। बोल्न मलाई गाह्रो हुन्छ। म बिरामी भएको 1 वर्ष भइसक्यो। मैले धेरै ठाउँमा इलाज गरेँ, धेरै ठाउँमा गएँ, तर कहीँ पनि राम्रो भएको होइन। कसैले के भन्छ, कसैले के भन्छ। सानो बच्चाहरू छ, सहयोग नपाएर मसँग भएको पैसाहरू जति मैले कहीँ गरेर सबै सकाइसकेँ। बोल्न पनि मेरो घाँटीमा यस्तो डल्लो भयो। यसको कारणले हो कि घाँटी पुरै जाम भयो। घाँटी पनि बोल्न सक्दिनँ, हिँड्न पनि सक्दिनँ। यहाँभन्दा तल शरीरै चल्दैन मेरो। मसँग जति थियो मैले सबै खर्चहरू गरेँ, धेरै ठाउँमा गएँ, कहीँ पनि केही उपाय छैन। लास्ट हजुरहरूसँग यति बिन्ती गरिरहेको छु कि सानो सहयोगले म सायद बस्न सक्छु कि भन्ने आशा गरेर हजुरहरूमा चाहिँ यो भिडियोहरू बनाइरहेको छु। प्लिज मलाई जत्रो हुन्छ सहयोगहरू 1 रुपियाँ 2 रुपियाँ जति हुन्छ सहयोग गरिदिनु। प्लिज प्लिज भन्छु। सबै दाजुभाइ दिदीबहिनी सबैमाथि सबैलाई म मेरो बिन्ती बिसाएर भन्दैछु, सानो सहयोग गरिदिनु। तपाईँहरूको सानो सहयोगले म बच्छु कि भन्ने आशा छ। प्लिज भन्छु। मलाई बोल्न नि गाह्रो हुन्छ, धेरै बोल्न नि सक्दिनँ। घाँटी पुरै जाम भएको छ।